धन्यवाद। उपग्रह आजका यस कार्यक्रमका सहभागी तथा जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल सम्पूर्ण दर्शकहरूलाई हामी हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ। तपाईहरु यति बेला sportnepal.com को अफिसियल फेसबुक पेजबाट हामीलाई प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ र यति बेला हामी बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 मा रहेको गौडामा छौं र श्री शान्ति आदर्श माध्यमिक विद्यालयको यस खेल मैदानबाट यहाँहरु माझ प्रत्यक्ष रूपमा हामी जोडिएका छौं। यो हो प्रथम YFC खुल्ला नकआउट अन्डर 15 च्यालेन्ज कप 2082 र आजको पहिलो खेलमा आयोजक YFC भर्सेस कुटीडाँडा FC इलामको रहेको छ र सहकर्मी आयुष निरौलासँगै म तपाईहरुकै आवाजको साथी प्रकाश बानी उपस्थित भइसकेको छु र आजको खेल अवधिभर हामी तपाईहरुलाई साथ दिनेछौं यस प्रत्यक्ष प्रसारणमा भने तपाईहरुले पनि हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण रूपमा अपेक्षा हामीले राखेका छौं। हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ कृपया कमेन्ट मार्फत प्रतिक्रिया भने दिन नभुल्नु होला र तपाईहरु कहाँबाट हामीलाई हेरिरहनु भएको छ र आज कुन टिमको सपोर्टमा हुनुहुन्छ त्यो पनि हामीलाई कमेन्ट मार्फत तपाईहरुले प्रतिक्रिया दिन सक्नुहुनेछ र यस खेल बुद्ध शान्ति 6 मा रहेको श्री शान्ति आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको छ र यहाँनिर आयोजक युथ फर चेन्ज युवा क्लबको आयोजना हो र यस क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले 15 वर्षभन्दा मुनिका खेलाडीहरुको चाहिँ यस च्यालेन्ज कप रहेको छ। यहाँ इलामका र त्यसैगरी झापाका गरी 12 वटा टिमको सहभागिता रहेको छ। यस सहभागिताको प्रथम पुरस्कार 10,000 रहेको छ भने दोस्रो पुरस्कार 6,000 रहेको छ। त्यसैगरी विभिन्न ट्रफी मेडलहरु पनि प्राप्त गर्नेछन्। र आजको यस खेललाई निर्णायक भूमिकामा मेन रेफ्री रहेका छन् मिलन राई, त्यसैगरी फर्स्ट असिस्टेन्टमा विशाल गुरुङ र त्यसैगरी सेकेन्ड असिस्टेन्ट रेफ्रीमा आशिष राई रहेका छन्। हाम्रो अडियो भिडियो कस्तो आइरहेछ कृपया कमेन्ट मार्फत हामीलाई प्रतिक्रिया भने दिन नभुल्नु होला र यति बेला मसँग दुईटै टिमका खेलाडीहरुको नेम लिस्ट आइसकेको छ। त्यसैगरी आयोजक YFC को तर्फबाट कप्तान रहेका छन् अमानत लाप्चा जर्सी नम्बर 7, त्यसैगरी अभिषेक मगर जर्सी नम्बर 9, रोहन राई जर्सी नम्बर 5, हिमाल राई जर्सी नम्बर 2, युजन मुखिया जर्सी नम्बर 19, विजय लाप्चा जर्सी नम्बर 4, सुशान्त शंकर गोल रक्षक जर्सी नम्बर 16 र त्यसैगरी अभिषेक भुजेल जर्सी नम्बर 11, त्यसैगरी क्याल्भिन राउत जर्सी नम्बर 10, प्रवीण लाप्चा जर्सी नम्बर 10 रहेका छन् भने कोचमा आयुष राई रहेका छन् भने टिम म्यानेजर राज मगरान्ती रहेका छन्। त्यसैगरी कन्याम युथ क्लब फुटबल क्लबको कुटीडाँडा युथ क्लबको खेलाडीहरु यस प्रकार रहेका छन्। नेहाल भुजेल जर्सी नम्बर 9, किरण भुजेल जर्सी नम्बर 10, सनी भुजेल जर्सी नम्बर 3, सुजल कार्की गोल रक्षक रहेका छन् जर्सी नम्बर 22, त्यसैगरी अनुराग राई जर्सी नम्बर 5, आयुष सापकोटा कप्तान जर्सी नम्बर 6, त्यसैगरी अनुज राई जर्सी नम्बर 7, NK जर्सी नम्बर 8 र त्यसैगरी श्याम भुजेल र त्यसैगरी अनमोल राई रहेका छन्। र आजको यो खेल 20-20 मिनेटको हुनेछ र 7 साइडको यस ग्राउन्डमा एक टिममा 7 जना खेलाडीहरु हुनेछ र अबको केही समय पछाडी आजको रोमाञ्चक खेल सुरु हुन गइरहेको छ। यो 15 वर्षभन्दा मुनिका भाइहरु खेलाडीहरुको चाहिँ यो फुटबल टुर्नामेन्ट रहेको छ। एकदम हेर्न मजा रोचक आउनेछ। तपाईहरुले यसको मनोरञ्जन मजा लिन सक्नुहुनेछ र कहाँबाट हेर्दै हुनुहुन्छ कुन टिमको सपोर्टमा हुनुहुन्छ त्यसको पनि हामीलाई प्रतिक्रिया यहाँहरुले दिन सक्नुहुनेछ र हामी अहिले एकदमै तपाईहरुले हेर्न सक्नुहुनेछ वरिपरि पहाड डाँडा काँडा एकदम चिसो हावा वातावरणको कुरा गर्ने हो भने दर्शकहरुको व्यापक उपस्थिति रहेको छ। यो तपाईहरुले अगाडि देखिरहनु भएको श्री शान्ति आदर्श उच्च माध्यमिक विद्यालयको भवन पनि देख्न सक्नुहुनेछ र यति बेला आजका मेन रेफ्री मिलन राईले दुवै टिमलाई कल गरिरहेका छन् र अब केही समय पछाडि खेल सुरु हुन गइरहेको छ। यहाँहरु कहाँबाट हेर्दै हुनुहुन्छ जतिसक्दो तपाईहरुले यस प्रत्यक्ष प्रसारणलाई शेयर गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं किनभने धेरै भन्दा धेरै खेलप्रेमी महानुभावहरुको चाहिँ हातमा यस गेम पुगोस्, यो गेमको मनोरञ्जन उहाँहरुले पनि लिन सक्नुहोस् भन्ने हाम्रो धारणा पनि रहेको छ र हाम्रो स्लोगनै रहेको छ जहाँ स्पोर्ट त्यहाँ स्पोर्ट नेपाल। हामी टिम स्पोर्ट नेपाल पूर्वी नेपालको विभिन्न ठाउँहरुबाट चाहिँ प्रत्यक्ष प्रसारण गर्ने गरेका छौं। यस्तै खेलहरु लिएर आउने छौं। खेलाडीहरुको उत्साह यहाँहरुले पनि तपाई हामी मिलेर यहाँ खेलाडीहरुको उत्साह बढाउनु पर्ने अवस्था देख्न सक्छौं र 15 वर्षभन्दा मुनिका खेलाडीहरुको खेल एकदम रोमाञ्चक हुनेछ। त्यसैगरी कहाँबाट हेर्दै हुनुहुन्छ हामीलाई कमेन्ट मार्फत प्रतिक्रिया पनि दिँदै गर्नु होला।
र आजको खेल आयोजक YFC भर्सेस कुटिडाँडा FC बीच हुन गइरहेको छ। कुन टिमले जित्छ तपाईले प्रिडिक्ट पनि गर्न सक्नुहुनेछ। र यो हुइसेल सँगै आजको खेल सुरु भइसकेको छ। मुख्य रेफ्री मिलन राईको यो हुइसेल सँगै यति बेला हामी आयोजकको खुट्टामा बल देख्न सक्छौं। उत्कृष्ट अवसर त्यहाँ गोल पोजिसन गुमाउन पुगेको थियो। YFC अगाडि खेलिदिएको छ। कप्तान यहाँ गोल अगाडि खेलिदिएका छन्। जर्सी नम्बर 11 का खेलाडी उत्कृष्ट क्रस पास त्यहाँ अवसर हुन सक्छ। त्यहाँ लेफ्ट ह्यान्ड साइडमा उत्कृष्ट पास थियो। त्यहाँ अमानत लेप्चा एकदमै राम्रो खेल्ने खेलाडी हुन् आयोजकको तर्फबाट। यहाँ गोलरक्षक खेलाडीहरू हेर्दै उत्कृष्ट डिफेन्स त्यहाँ कप्तान अमानत अझै पनि त्यहाँ अवसर छ तर त्यहाँ टच लाइन क्रस गरेको छ बलले र थ्रो इनको अवसर यहाँ आयोजक YFC लाई। त्यहाँ रोहन राईको थ्रो उत्कृष्ट क्रस पास रोहन राई मध्यभागमा राइट ह्यान्ड साइडमा अमानत फेरि पनि रोहन र गोलले टच लाइन क्रस गरिसकेको छ। थ्रो इनको अवसर त्यहाँ रोहन राई ब्याक पास रोहन राई फेरि पनि रोहन राईको त्यो लेफ्ट ह्यान्ड साइडमा पास तर त्यहाँ नियन्त्रणमा भने लिन सकेन युजन मुखिया। बलले टच लाइन क्रस गरेको छ र थ्रो इनको अवसर प्राप्त गरेको छ कुटिडाँडा FC ले। र त्यहाँ के मिस्टेक गर्न पुगेका छन्, के ओभर टच हुन पुग्यो त्यहाँ र त्यसको फाइदा उठाएको छ कुटिडाँडा FC ले। र यति बेला हामीलाई धेरैभन्दा धेरै दर्शकहरूले प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ। यहाँहरू सम्पूर्णलाई पनि हामी स्वागत गर्न चाहन्छौँ प्रत्यक्ष प्रसारणमा। त्यहाँ कर्नर किक त्यो अवसरलाई त्यहाँ सदुपयोग भने गर्न सकेन कुटिडाँडाले। मानत यहाँ गोल लिएर अगाडि बढ्दै कुटिडाँडाको तर्फबाट र त्यहाँ उत्कृष्ट बचाउ त्यहाँ केही ढिला गर्न पुगे उनी सम्भवतः केही समय। त्यहाँ एउटा सङ्कट परेको छ आयोजकका लागि र कुटिडाँडा FC ले त्यहाँ एउटा अवसर पनि गुमाएको छ। थ्रो इनको अवसर त्यहाँ उत्कृष्ट क्लियरेन्स थियो आयोजकको तर्फबाट। त्यहाँ फेरि पनि थ्रो इनको अवसर कुटिडाँडाका लागि। यो एउटा अवसर हुन सक्छ। कुटिडाँडा FC थ्रो इन हान्ने क्रममा हामी देख्न सक्छौँ। त्यहाँ जर्सी नम्बर 7 का खेलाडी रहेका छन्। त्यहाँ अनुज राई र यो थ्रो इन यहाँ केही फल हुन पुगेको छ आयोजकको तर्फबाट। हामीलाई धेरैभन्दा धेरै दर्शकहरूले हेरिरहनु भएको छ। कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ, कुन टिमको सपोर्टमा हुनुहुन्छ कृपया हामीलाई कमेन्ट गर्दै गर्नुहोला। र एकदम डेन्जर एरियामा फ्री किक प्राप्त गरेको छ कुटिडाँडा FC ले र यो फ्री किक त्यहाँ ब्लक भएको छ र फेरि पनि अवसर छ त्यहाँ र फेरि पनि थ्रो इनको अवसर कुटिडाँडाका लागि। उत्कृष्ट टच त्यहाँ त्यसैगरी हामीलाई सुकु चौधरी रोशन खतिवडा लगायत हेरिरहनु भएको छ। यहाँ हामी सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ र यहाँहरूको यो निर्देशन यहाँहरूको सल्लाह पनि हामी आत्मसात गर्नेछौँ। यहाँहरूलाई हाम्रो
जतिखेर पनि प्रयास हुनेछ यहाँहरूलाई सबैभन्दा उत्कृष्ट देखाउने र फेरि अर्को कर्नर किक प्राप्त गरेको छ कुटी डाँडा एफसीले। यो कर्नर किक यहाँ कुनै पनि अवसर भने सृजना गर्न सकेन कुटी डाँडाले। फेरि पनि अझै कुटी डाँडा गोल पोजिसन कायमै गरेको छ। कुटी डाँडा एफसी त्यहाँ केही हेभी टच लिन पुगे र अवसर हुन सक्छ कुटी डाँडाका लागि, तर त्यहाँ अवसरलाई सदुपयोग भने गर्न सकेनन् एनकेले। 10 नम्बर 8 का खेलाडी एनके र यो 7 साइडको खेल मैदान हो। यहाँ एउटा टिममा 7 जना खेलाडीहरू रहेका छन्। हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ कृपया कमेन्ट मार्फत हामीलाई प्रतिक्रिया दिँदै गर्नुहोला। र अवसर हुन सक्छ यहाँ कुटी डाँडाका लागि, तर त्यहाँ उत्कृष्ट बचाउ भएको छ ओएफसी को तर्फबाट र फेरि पनि उत्कृष्ट क्लियरेन्स त्यहाँ आयोजकको तर्फबाट। अझै पनि सङ्कट टरेको छैन, तर यो हुइसलसँगै बलले गोल लाइन क्रस गरिसकेको सङ्केत त्यहाँ आजको मेन रेफ्री मिलन राईले दिएका छन्। र फेरि पनि अवसर हुन सक्छ यहाँ केही गल्ती भने गर्न पुगेका थिए, तर त्यो गल्तीलाई फेरि पनि कर्नर किक प्राप्त गरेको छ। कर्नर किक प्राप्त गरेको छ त्यहाँ कुटी डाँडा एफसीले। र यो कर्नर किकलाई कतिको सदुपयोग गर्नेछ, सदुपयोग भने गर्न सकेन। ब्याक टु ब्याक कर्नर किक प्राप्त गरिरहेको छ कुटी डाँडाले। सम्भवतः तेस्रो पटक हुनुपर्छ। यति बेला आयोजक टिम केही कमजोर महसुस गरिरहेको छ, तर यहाँ कन्फिडेन्सका साथ खेल्नुपर्ने अवस्था देख्छौँ हामी। र त्यहाँ केही हेभी टच लिन पुगे टिम कप्तान अमानत लप्चा। अमानत गोलरक्षकको त्यो क्लियरेन्सलाई अमानतले मध्य भागमा खेलिदिएका छन्। र थ्रो इनको अवसर प्राप्त गरेको छ कुटी डाँडाले। उत्कृष्ट क्लियरेन्स सोझै गोल पोस्टमा। त्यहाँ गोलरक्षकले केही हेभी टच लिन पुगेका थिए। यहाँ गोल नियन्त्रण गर्न पनि चुकिरहेका छन् खेलाडी। यहाँहरूलाई म जानकारी गराउन चाहन्छु यो 15 वर्ष मुनिका खेलाडीहरूको खेल हो। अन्डर 15 ओएफसी नकआउट खुल्ला फुटबल प्रतियोगिता 2082 हो। यो पहिलो संस्करण हो। अन्डर 15 यो क्षेत्रमा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको यस कार्यक्रम आजबाट सुरु भएको यो उद्घाटन खेल हो र आगामी असार 19 गतेसम्म चल्नेछ। र सहजै नियन्त्रणमा लिएका छन् त्यहाँ गोलरक्षक कुटी डाँडाका तर्फबाट सुजल कार्कीको यो थ्रो। र उत्कृष्ट त्यहाँ टच गर्न सक्थे र अझै पनि अवसर छ यहाँ आयोजकका लागि। र अवसर हुन सक्छ यहाँ र त्यहाँ केही अतालिएको अवस्थामा कुटी डाँडाका तर्फबाट सुनिल भुजेलले बल टच लाइन बाहिर पठाइदिएका छन् र थ्रो इनको अवसर आयोजकका लागि। र अवसर हुन सक्छ उत्कृष्ट प्रहार अमानत लप्चाको उत्कृष्ट प्रहार, तर त्यहाँ बल क्रसबारमा लागेर फिर्ता भएको छ। दुर्भाग्य पनि हुन सक्छ आयोजकका लागि, तर साँच्चै प्रशंसा गर्न योग्य प्रहार थियो त्यो टिम कप्तान अमानत लप्चाको। र कर्नर किक प्राप्त गरेको छ। पहिलो कर्नर किक हुन सक्छ यो आयोजकका लागि। र कर्नर किक फेरि पनि ब्लक गरिदिएका छन् र फेरि पनि थ्रो इनको अवसर प्राप्त गरेको छ। त्यहाँ केही हेभी टच लिन पुगे अमानत लेप्चा जुन टिम कप्तान थिए। उत्कृष्ट प्रहार थियो योभन्दा अगाडिको, तर क्रसबारमा लागेर फिर्ता भएको छ। त्यहाँ बलको माग भइरहेको छ आजको मेन रेफ्री मिलन राई।
कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ कृपया कमेन्ट मार्फत हामीलाई प्रतिक्रिया हुन दिन नबिर्सनु होला। तपाईँहरूको प्रतिक्रिया त्यहाँ रङ थ्रो गर्न पुगेका छन् कुटी डाँडाका तर्फबाट। फेरि पनि रङ थ्रो दुवै टिमबाट रङ थ्रो भइरहेको छ ब्याक टु ब्याक र फेरि पनि कुटी डाँडा थ्रो इन गर्दै क्लियरेन्स हुन सक्छ यो अमानत लेप्चा तर त्यहाँ चुकेका छन् कुनै पनि मौका भने दिएनन् कुटी डाँडाका डिफेन्सले त्यहाँ तर अवसर भने थियो त्यहाँ आफ्नो टिमलाई अग्रता लिनका लागि अमानत लेप्चा एउटा अवसर गुमेको छ त्यहाँ आयोजकका लागि र थ्रो इनको अवसर यहाँ र हामी यति बेला sportnepal.com को अफिसियल फेसबुक पेज स्पोर्ट नेपालबाट प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। यति बेला हामी बुद्ध शान्ति 6 मा रहेको गौडामा रहेको श्री शान्ति आदर्श माध्यमिक विद्यालयको खेल मैदानबाट यहाँहरूमा आज प्रत्यक्ष रूपमा जोडिएका छौँ। आजबाट सुरु भएको यस प्रतियोगिता असार 19 गतेसम्म चल्नेछ र अवसर हुन सक्छ यहाँ कुटी डाँडाका लागि र यो प्रहार तर गोलरक्षकले त्यहाँ सेभ गरेका छन्। कुटी डाँडाका तर्फबाट जर्सी नम्बर 8 का एनकेले प्रहार गरेका थिए तर त्यो प्रहारलाई गोलरक्षक सुशान्त शङ्करले विफल बनाएका छन् र फेरि पनि अवसर क्रस बारमा लागेर गोल बाहिरिएको छ। यति बेला हामीलाई धेरैभन्दा धेरै दर्शकहरू हेरिरहनु भएको छ। सुदीप चामलिङ राई यति बेला हामीलाई कमेन्ट गरिरहनु भएको छ। तिम्रो माया नुर हामीलाई हेरिरहनु भएको छ। धेरैभन्दा धेरै दर्शकहरूले हामीलाई हेरिरहनु भएको छ र सम्पूर्णलाई हामी धन्यवाद दिन चाहन्छौँ र जति सक्दो यस हाम्रो प्रत्यक्ष प्रसारणलाई सेयर गरिदिनु होला। धेरैभन्दा धेरै दर्शक माझ पुर्याइदिनु होला खेलप्रेमी दर्शकहरू माझ। र गोल किक प्रहार गर्दै यति बेला आयोजकका तर्फबाट गोलरक्षक सुशान्त शङ्कर र अवसर हुन सक्छ यहाँ अवसर कप्तान त्यहाँ अफसाइडको फ्ल्याग रेज भइसकेको छ। आजका फर्स्ट असिस्टेन्ट रेफ्री विशाल गुरुङका तर्फबाट र तपाईहरु यति बेला मैदानमा देखिरहनु भएको छ कालो जर्सीमा खेलिरहेको टिम कुटी डाँडा एफसी हो र त्यसैगरी स्काई ब्लू कलरमा देख्न सक्छौं हामी वाईएफसी आयोजक टिम हो र पटक पटक पाएको अवसरलाई त्यहाँ आयोजकले सदुपयोग गर्न सकिरहेको छैन। कुटी डाँडा एफसी कालो जर्सीमा रहेको कुटी डाँडा एफसी हो तपाईहरु देख्न सक्नुहुनेछ मैदानमा। यहाँहरुलाई फेरि पनि जानकारी गराउन चाहन्छु 15 वर्षभन्दा मुनिका उमेर समूहका खेलाडीहरू नि भविष्यका खेलाडी सम्भवतः हामी यिनै अनुहारबाट भविष्यमा राष्ट्रिय खेलाडी खोजिरहेका छौं। यस्तै प्रतियोगिता गाउँ गाउँमा शहर शहरमा हुने हो भने यिनै अनुहारबाट हामी राष्ट्रिय खेलाडीहरू देख्न सक्छौं र उत्कृष्ट अवसर हुन सक्छ। त्यहाँ कप्तान उत्कृष्ट त्यहाँ सशक्त प्रहार भने हुन सकेन उनको त्यो फ्यातुलो प्रहार हुन पुग्यो। अमानत लप्चा आफ्नो टिमलाई अग्रता दिलाउने एउटा अवसर थियो सुवर्ण अवसर थियो तर सशक्त प्रहार भने उनले गर्न सकेनन्। त्यहाँ उत्कृष्ट अवसर फेरि पनि कर्नरको अवसर यहाँ आयोजकका लागि। कर्नर हेड उत्कृष्ट हेडर गोल उत्कृष्ट हेडर वाट हेडर जर्सी नम्बर 4 का खेलाडी विजय लाप्चा आफ्नो टिमलाई गोल गरेका छन्। उत्कृष्ट हेडर त्यहाँ पाएको कर्नर किकको फाइदा उठाउँदै 1-0 ले अग्रता लिइसकेको छ आयोजक वाईएफसी ले र गोलकर्ता रहेका छन् जर्सी नम्बर 4 का विजय लेप्चा।
सुरुवाती अवस्था लिएको छ रहेका छौँ र आयोजकले 1-0 अग्रता लिइसकेको अवस्था छ र फेरि पनि गोल लिएर अगाडि बढ्दै यहाँ आयोजक त्यहाँ फेरि पनि कप्तान रहेका छन् अमानत र त्यहाँ बल क्लियर गरेका छन् कुरिडाँडाका तर्फबाट अमानत फेरि पनि अगाडि बढ्दै गोल लिएर त्यहाँ साथीको खोजीमा उनी त्यहाँ मध्यभागमा हामी देख्न सक्छौँ अभिषेक भुजेललाई अमानत अझै पनि अमानतको यो प्रहार उत्कृष्ट प्रहार अमानत लेप्चाको त्यति नै उत्कृष्ट बचाउको प्रयास थियो त्यहाँ गोलरक्षक सुजल कार्कीको उत्कृष्ट बचाउ कला देख्न सक्छौँ हामी र त्यहाँ बचाएका पनि छन् उनले त्यहाँ कर्नर किक त्यहाँ त्यो कर्नरलाई त्यहाँ केही फाउल गर्न पुगेका छन् आजका म्याच रेफरी मिलन राई त्यो हुसेल फाउलका लागि थियो र फ्री किक प्राप्त गरेको छ आयोजक वाइएफसीले र फ्री किक खान्न तयारीमा देख्छौँ हामी अभिषेक भुजेलको यो फ्री किक सिधै गोल लाइन बाहिर उनले प्रहार त राम्रो गरेका थिए तर फ्रेममा पनि पर्न सकेन र 1-0 अग्रता लिइसकेको अवस्था छ आयोजकले केही कन्फिडेन्स बढेको छ आयोजकका खेलाडीहरूलाई हामी देख्न सक्छौँ र यहाँ गोलले टच लाइन क्रस गरिसकेको छ अमानत त्यहाँ फेरि पनि अवसर छ गोलरक्षक ओहो उत्कृष्ट गोल गोल फेरि पनि गोल 2-0 को अग्रता त्यहाँ आत्मघाती गोल लागेको छ त्यहाँ आयोजकका तर्फबाट अमानत लेप्चाको क्रसलाई बचाउन खोज्दा जर्सी नम्बर 6 का खेलाडी आयुष सापकोटाले त्यहाँ ब्लक गर्न खोज्दा जाली चुमेको छ र यहाँ आत्मघाती गोल भएको छ आत्मघाती बल लागेको छ अमानत लेप्चाको त्यो क्रसलाई बचाउन खोज्दा विपक्षी टिमले नै आफ्नै पोस्टतिर गोल गएको छ र गोल भएको छ 2-0 को गोल र 2-0 अग्रता लिइसकेको छ र हामी यति बेला पहिलो हाफमा छौँ 2-0 अग्रता लिइसकेको छ अभिषेक भुजेल र यहाँ फाउल भएको छ त्यसगरी किरण भाइ हामीले हेर्नु भएको छ दामी छ है भाइहरूको भन्दै हुनुहुन्छ त्यसगरी सुमन सापकोटा रिप्लाई खोइ त भन्दै हुनुहुन्छ नितेश आचार्य दामी गोल भन्दै हुनुहुन्छ तिम्रो माया वाइएफसी भाइहरू अलिक छिटो हुनु पर्यो भन्दै हुनुहुन्छ हामी समय मिलेसम्म यहाँहरूका कमेन्टहरूलाई पनि लिनेछौँ कृपया कमेन्ट भने गरिराख्नु होला र फेरि पनि फ्री किक प्राप्त गरेको छ आयोजक वाइएफसीले र सम्भवतः अभिषेक भुजेलले फ्री किक प्रहार गर्नेछन् जर्सी नम्बर 11 का खेलाडी
र यो फ्री किक पाएको यो फ्री किकलाई सदुपयोग गर्ने छ या गर्ने छैन त्यो पनि हेर्न बाँकी नै छ। आयोजकको तर्फबाट अभिषेक भुजेल त्यहाँ टु मेन वाल सेटअप भएको छ। अभिषेक भुजेलको यो फ्री किक त्यहाँ मेन वाल 1 मिलमा लागेर रिटर्न भएको छ। अभिषेक अमानत क्रिस्ट प्रहारको प्रयास त्यहाँ रोहन राईको तर्फबाट तर बलले सही दिशा पनि लिन सकेन। यहाँ रङ थ्रो भएको छ र यो हुसेलसँगै पहिलो हाफ सकिसकेको छ र पहिलो हाफ समाइपुग्दा 2-0 को अग्रतामा आयोजक वाइएफसी रहेको छ र हाफ टाइम भइसकेको छ। र यति बेला तपाईहरु प्रथम वाइएफसी खुल्ला नकआउट अन्डर 15 च्यालेन्ज कप 2082 मा हुनुहुन्छ र यति बेला हामी श्री शान्ति आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा छौं। युथ फर चेन्ज युवा क्लबको आयोजनामा सञ्चालित यस प्रतियोगिता आजबाट सुरु भई आगामी असार 19 गते समापन हुनेछ र यस खेलको उपाधि विजेता टिमले प्रथम पुरस्कार 10,000 प्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले 6,000 मा चित्त बुझाउनु पर्ने हुन्छ र यस खेल आजबाट सुरु भएको हो श्री शान्ति आदर्श माध्यमिक विद्यालयको यस खेल मैदानमा र तपाईहरु यति बेला sportsnepal.com को अफिसियल फेसबुक पेजबाट हामीलाई प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ। सहकर्मी आयुष निरौला सँगै म यहाँहरुको आवाजको साथी प्रकाश बानिया। आजको खेल अवधिभर हामी तपाईहरुलाई साथ दिनेछौं र आजको यो पहिलो खेलको पहिलो हाफ समाप्त भइसकेको छ र यसपछि आज दोस्रो गेम पनि रहेको छ। आज दुईटा खेल रहेको छ र दोस्रो खेलमा ब्रदर एफसी बुद्ध शान्ति 6 वर्सेस सृजनशील युवा समाज बुद्ध शान्ति 4 बीच हुनेछ। त्यो पनि एकदमै रोमाञ्चक खेल हुनेछ। तपाईहरु त्यो पनि खेलको मज्जा लिन सक्नुहुनेछ भन्ने जानकारी दिँदै अहिले पहिलो हाफका लागि हामी केही मिनेट विश्राम लिनेछौं। त्यसपश्चात हामी पुनः उपस्थित हुने नै छौं। हामी सँगै रहनु होला, हामीलाई हेरिरहनु होला।
यहाँहरूलाई हामी पुनः स्वागत गर्न चाहन्छौँ र यति बेला हामी दोस्रो हाफमा छौँ र दोस्रो हाफ सुरु हुन लागेको छ र आजको म्याच रेफ्री मिलन राईको यो हुइसेलसँगै दोस्रो हाफ सुरु भइसकेको छ र त्यहाँ उत्कृष्ट प्रहार थियो कुटी डाँडाको तर्फबाट सेन्टर प्रहार किरण भुजेलको तर त्यहाँ उत्कृष्ट बचाउ गरेका छन् गोलरक्षकले हामी दोस्रो हाफमा छौँ त्यहाँ गोल पोजिसन गुमाएको छ आज हुने दोस्रो खेलका लागि ब्रदर्स एफसी र सृजनशील एफसीका सम्पूर्ण खेलाडी साथीहरू र त्यसै गरी हरि भट्टराई हामीलाई कमेन्ट गरिरहनु भएको छ वाउ दामी छ लाइभ भन्ने हुन्छ यहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ त्यसै गरी तिम्रो माया नुर वाइएफसी भाइहरूलाई बधाई छ भन्दै हुनुहुन्छ यहाँलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ र यति बेला हामी दोस्रो हाफको सुरुवाती क्षणमा छौँ 2-0 अग्रता लिइसकेको अवस्था छ आयोजक वाइएफसीले वाइएफसीको तर्फबाट विजय लेप्चा जर्सी नम्बर 4 का खेलाडीले पहिलो गोल गरेका थिए त्यसैगरी दोस्रो गोल अमान्त लेप्चा कप्तानीको क्रस पासलाई विपक्षी टिमका आयुष सापकोटाले आत्मघाती गोल गरेका थिए त्यहाँ बचाउन खोज्दा गोल पोस्टको दिशा लिएको थियो बलले र गोल टच लाइन बाहिर गएको छ थ्रो इनको अवसर यहाँ कुटी डाँडा एफसीलाई अनुज राईको यो थ्रो टस त्यहाँ बलले फेरि टच लाइन पार गरेको छ र आयोजकले थ्रो इन प्राप्त गरेको छ जर्सी नम्बर 11 का अभिषेक भुजेलको यो थ्रो कप्तान यहाँ बल नियन्त्रणमा लिन चाहन्थे तर उनी सफल बनाउन सकेनन् त्यसैगरी हरि भट्टराई हाम्रो बुद्ध शान्ति छ वाइएफसीले जित्छ भन्दै हुनुहुन्छ यहाँको प्रतिक्रियाका लागि हामी आभारी छौँ हामी पनि त्यही अन्दाज गर्न सक्छौँ 2-0 अग्रता लिइसकेको अवस्था छ यहाँ फल गरेका छन् जर्सी नम्बर 11 का अभिषेक भुजेल आक्रमक खेलिरहेको हामी देख्न सक्छौँ कुटी डाँडाका लागि जर्सी नम्बर 6 का टिम कप्तान आयुष सापकोटा केही चोटिल देख्न सक्छौँ हामी यहाँ बल खेलेको छ र फ्रिकिकको अवसर सनी भुजेलको यो फ्रिकिक र थ्रो इनको अवसर आयोजकका लागि र बल नियन्त्रणमा लिन सकेनन् त्यसैगरी हरि भट्टराई वाइएफसी को नेम लिस्ट भन्न मिल्छ सर भनिराख्नु भएको छ हामी समय मिलेसम्म नेम लिस्ट पनि खेलाडीको नाम लिस्ट पनि वाचन गर्नेछौँ र योभन्दा अगाडि पनि हामीले सबै खेलाडीहरू दुवै टिमको खेलाडीहरूको नाम वाचन गरिसकेका छौँ र यति बेला एकदम आक्रामक रूपमा खेलिरहेको हामी देख्न सक्छौँ दुवै टिमले आयोजक कन्फिडेन्सका साथ खेलिरहेको छ र गोलरक्षकको यो क्लियरेन्स त्यसैगरी हरि भट्टराईले हामीलाई आयोजकको तर्फबाट खेलाडीहरूको नाम भनिराख्नु भएको छ र खेलाडीहरूको नाम यस प्रकार रहेको छ अमानत लेप्चा कप्तान जर्सी नम्बर 7 अभिषेक मगर जर्सी नम्बर 9 रोहन राई जर्सी नम्बर 5 हिमाल राई जर्सी नम्बर 2 युजन मुखिया जर्सी नम्बर 19 विजय लेप्चा जर्सी नम्बर 4 सुशान्त शङ्कर गोलरक्षक रहेका छन् जर्सी नम्बर 16 र अभिषेक भुजेल जर्सी नम्बर 11 रहेका छन् र स्काई ब्लू जर्सीमा आयोजक टिमलाई हामी देख्न सक्छौँ भने कुटी डाँडा एफसी कालो जर्सीमा मैदानमा खेलिरहेको छ त्यसैगरी होमोधिताल खुसी लाग्यो लाइभ राम्रो छ भन्दै हुनुहुन्छ यहाँकै माया यहाँहरूको साथ सपोर्टले गर्दा हामी प्रत्यक्ष प्रसारण गरिरहेका छौँ सहकर्मी आयुष निरौला सँगै म यहाँहरूकै आवाजको साथी प्रकाश बानिया हामी स्पोर्ट नेपाल टिम स्पोर्ट नेपालको तर्फबाट प्रत्यक्ष रूपमा जोडिएका छौँ टच
त्यहाँ उत्कृष्ट मौका प्राप्त गरेको थियो कुटी डाँडाले। नेहाल भुजेल थिए त्यहाँ जर्सी नम्बर 9 का। उनले त्यो गोललाई सदुपयोग भने गर्न सकेन, नियन्त्रण बाहिर गयो गोल। र हामी यति बेला बुद्ध शान्ति 6 गौडामा छौँ, श्री शान्ति आदर्श माध्यमिक विद्यालयको खेल मैदानबाट यहाँहरूमा प्रत्यक्ष रूपमा जोडिएका छौँ। यहाँको मौसमको कुरा गर्ने हो भने एकदमै सौहार्दपूर्ण वातावरणमा खेल भइरहेको छ। हावा चिसो चलिरहेको छ। पहाडको फेदीमा छौँ हामी, इलामको फेदीमा छौँ। झापै भए पनि एकदमै चिसो ठाउँ छ यो। चिसो हावा चलिरहेको छ, शीतल ठाउँ छ। वरिपरि हामी पहाडका डाँडा काँडा देख्न सक्छौँ र उपत्यका जस्तो ठाउँ महसुस भइरहेको छ यहाँ। आयोजक त्यहाँ गोल लिएर अगाडि बढ्दै र यो अवसर हुन सक्छ, तर त्यहाँ गोलले टच लाइन क्रस गरिसकेको छ। त्यहाँका आजका असिस्टेन्ट रेफ्री, सेकेन्ड असिस्टेन्ट रेफ्री आशिष राई त्यहाँ फ्ल्याग रेज गरिसकेका छन् र थ्रो इनको अवसर प्राप्त गर्नेछ कुटी डाँडा एफसीले। त्यसगरी सुनिल साम्बेक लिम्बू रेफ्रीको नाम भन्दै हुनुहुन्छ। आजको यस खेल खेलाउनका लागि मुख्य रेफ्री रहेका छन् मिलन राई, त्यसैगरी फर्स्ट असिस्टेन्ट रेफ्री विशाल गुरुङ र सेकेन्ड असिस्टेन्टमा रहेका छन् आशिष राई। र हामीलाई कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया आउन दिँदै गर्नुहोला र हाम्रो यो प्रत्यक्ष प्रसारणलाई जति सक्दो बढी सेयर गरिदिनु होला। धेरैभन्दा धेरै खेल प्रेमी दर्शकहरूको माझ पुर्याइदिनु होला। क्रिस्टो क्लियरेन्स कुटी डाँडाको तर्फबाट जर्सी नम्बर 7 अनुज राईले त्यहाँ ब्लक गरिदिएका छन्। एउटा सङ्कट टारेका छन् केही छेडका लागि भए पनि। कुटी डाँडाको सङ्कट अझै पनि टरेको छैन। पोस्ट नजिकै थ्रो इन प्राप्त गरेको छ आयोजक वाइएफसी युथ फर चेन्ज। यस प्रतियोगिताको आयोजक टिम पनि हो युथ फर चेन्ज युवा क्लब, जसले यस क्षेत्रमा खेलाडी उत्पादन गर्न, युवाहरूलाई खेलमा प्रोत्साहन गर्न, खेलमा इन्गेज गराउनका लागि पनि यस्ता प्रतियोगिताको खाँचो छ, जुन बुद्ध शान्ति 6 मा युथ फर चेन्ज नामक युवा संस्थाले गरिरहेको छ। हामी हृदयदेखि धन्यवाद दिन चाहन्छौँ। खेलाडी परिवर्तन भएको छ। जर्सी नम्बर 2 का हिमाल राई मैदान बाहिरिएका छन् भने जर्सी नम्बर र आयोजक वाइएफसी को तर्फबाट खेलाडी परिवर्तन। जर्सी नम्बर 2 का रोहन राई मैदान बाहिरिएका छन् भने हिमाल राई जर्सी नम्बर 19 का खेलाडी मैदान प्रवेश गरेका छन्। र यहाँ खेलाडी परिवर्तन गरेको छ आयोजक टिमले। त्यहाँ फाउलको संकेत। आजका म्याच रेफ्री मिलन राईको तर्फबाट फ्री किकको अवसर आयोजकका लागि। अभिषेक भुजेल त्यहाँ फ्री किकको तयारीमा र यो पाएको अवसरलाई सदुपयोग गर्नेछ कि छैन। अभिषेक भुजेलको यो फ्री किक, यहाँ राम्रो अवसर थियो तर त्यहाँ क्लियर गरिदिएका छन् सुनिल भुजेलले। कुटी डाँडाको तर्फबाट जर्सी नम्बर 3 का खेलाडी सुनिल भुजेल एकदमै राम्रो डिफेन्सिभ गरिरहेका छन् आफ्नो टिमका लागि। र यहाँको मौसम एकैछिनमा घाम लाग्छ, एकैछिनमा शीतल हुन्छ, एकदमै राम्रो अवसर। क्रिस्टो क्लियरेन्स र अवसर हुन सक्छ यहाँ, तर मौका भने दिएन त्यहाँ आयोजक टिमले। आयोजक टिम यति बेला 2-0 ले यहाँ स्कोर बोर्डमा पनि देख्न सक्नुहुनेछ। आयोजक टिम 2-0 ले अगाडि रहेको छ र पाहुना टिम कुटी डाँडा 2-0 ले पछि छ, दुःखका साथ भन्नुपर्छ। कुटी डाँडा इलामको टिम यति बेला कालो जर्सीमा मैदानमा उत्रिएको छ। त्यसैगरी आयोजक वाइएफसी स्काई ब्लू कलरमा मैदानमा देख्न सक्छौँ। यो 7 साइडको ग्राउन्ड हो। एउटा टिममा 7 जनाहरू खेलाडी रहेका छन्। र यहाँ फल भएको छ, फ्री किक थ्रो इन प्राप्त गरेको छ सम्भवतः कुटी डाँडाको तर्फबाट अनुज राईको त्यो थ्रो। अझै पनि कुटी डाँडाको खुट्टामा बल देख्न सक्छौँ हामी। फेरि पनि थ्रो इन प्राप्त गरेको छ कुटी डाँडाले। उत्कृष्ट प्रहार गर्न चाहन्थे तर त्यो सोचे अनुरूपको प्रहार भने उनको हुन सकेन। त्यहाँ रङ थ्रोको पनि संकेत आजका म्याच रेफ्री मिलन राईबाट। र हामी अगाडि देख्न सक्छौँ दर्शकहरूले प्याराफिट भरिभराउ
नेचुरल प्याराफिट भन्न रुचाउँछु म यहाँ यही अग्लो स्थानमा बसेर दर्शकहरूले खेलको मजा लिइराख्नु भएको छ। प्रत्यक्ष रूपमा मैदानमै आएर खेलको मजा लिने दर्शकहरूको पनि कमी छैन। यो असारको महिना बर्खाको समय भए पनि यहाँ अभिषेक भुजेल यहाँ बल क्लियर गरेका छन् अनुज राई पुडी डाँडाको तर्फबाट थ्रो इनको अवसर। त्यसगरी सुजन लिम्बू हामीलाई हेरिराख्नु भएको छ। त्यसगरी सुजन लिम्बू दाई सृजनशीलको गेम खेल कहिले हुन्छ भन्दै हुनुहुन्छ। यो पछाडिको दोस्रो खेल रहेको छ र अवसर हुन सक्छ खुटी डाँडाका लागि, तर त्यहाँ कुनै पनि अवसर पनि दिएनन्। र यस पछाडिको दोस्रो खेल ब्रदर एफसी बुद्ध शान्ति 6 वर्ष सृजनशील युवा समाज बुद्ध शान्ति 4 बीचको हुनेछ। त्यो खेलको पनि मजा लिनु हुन यहाँ सम्पूर्णलाई हामी हृदयदेखि अनुरोध गर्न चाहन्छौँ। अभिषेक गोलले अगाडि बढ्दै आयोजकको तर्फबाट अभिषेक भुजेल उत्कृष्ट पास, त्यहाँ कप्तान अभिषेक अमानत लक्ष्य, त्यहाँ गोलको स्पिड र उनको स्पिड म्याच हुन सकेन। उनले बललाई नियन्त्रणमा लिनबाट चुकेका छन्। सम्भवतः एक गोलको योगदान हुने थियो त्यहाँ पुनः, तर त्यो अवसर गुमाएका छन् आयोजकका कप्तान अमानत लक्ष्य। त्यसैगरी हामीलाई सुसन लिम्बूले हेरिराख्नु भएको छ। श्रेष्ठ टच गोलले टच लाइन क्रस गरिसकेको छ। थ्रो इनको अवसर प्राप्त गरेको छ यहाँ सिजन आयोजक वाइएफसीले। र यो क्रस पास लेफ्ट साइडमा अभिषेक भुजेलको त्यो मध्य भागमा अमानत लेप्चाका लागि पास, अमानतले त्यो पासलाई सदुपयोग भने गर्न सकेनन्। फेरि पनि थ्रो इन प्राप्त गरेको छ आयोजकले। अभिषेक भुजेल यहाँ थ्रो इन प्रहार गर्दै कहाँबाट कुन ठाउँबाट हामीलाई हेरिरहनु भएको छ कृपया कमेन्ट मार्फत हामीलाई प्रतिक्रिया दिनुहोला। उत्कृष्ट प्रहार, त्यहाँ गोलरक्षकले बचाउ भने त्यति राम्रो गर्न सकेनन् सुजन कार्की। उनले समातिसकेको बल आउट अफ कन्ट्रोल भएको छ र कर्नरको अवसर प्राप्त गरेको छ आयोजक वाइएफसीले। र त्यहाँ कर्नर किकको अवसर प्राप्त गरेको छ। उत्कृष्ट प्रहार, उत्कृष्ट त्यो पासलाई एकदमै राम्रो सदुपयोग गरेका थिए कप्तान अमानत लेप्चाले, तर त्यहाँ गोल पोस्टमा लागेर बल रिटर्न भएसँगै त्यो अवसर गुमेको छ यहाँ आयोजकका लागि। थप यो एक गोलको अवसर थियो र हामी दोस्रो हाफमा छौँ। दोस्रो हाफको मध्यतिर 2-0ले अग्रता लिइसकेको छ आयोजक वाइएफसीले। यहाँ स्कोर बोर्डमा पनि हेर्न सक्नुहुनेछ। यहाँ गोल नियन्त्रण गर्न सकेनन् कुटी डाँडाको तर्फबाट अनुज राईले। अभिषेकको त्यो प्रहार फ्रेममा भने पर्न सकेन, यद्यपि उनको प्रहार भने उत्कृष्ट थियो। अभिषेक भुजेल एकदमै राम्रो प्रहार, तर गोल पोस्टभन्दा केही माथिबाट गोल पास भएको छ। हाम्रो अडियो भिडियो कस्तो आइरहेको छ कृपया प्रतिक्रिया भने दिन नबिर्सनु होला। यहाँ हामी नेटको पनि समस्या झेलिरहेका छौँ, यद्यपि हामी जतिसक्दो यहाँहरूलाई राम्रोभन्दा राम्रो गुणस्तरीय प्रत्यक्ष प्रसारण देखाउने प्रयासरत छौँ। डाँडा
हामी झापाको एकदमै माथि अन्तिम ठाउँमा छौँ। यहाँबाट माथि केही माथि यहाँबाट 500-700 मिटर माथि गइसकेपछि इलाम टच हुन्छ, इलामको रोङ गाउँपालिका टच हुन्छ र हामी झापाको अन्तिम बिन्दुमा छौँ। यो इलामको सिमाना तपाईँहरूले माथि देख्न सक्नुहुनेछ, डाँडा काँडा पहाडहरू यो सबै इलामी डाँडाहरू हुन् र हामी इलामको फेदीमा रहेको झापा सुन्दर नगरी बुद्ध शान्तिको वडा नम्बर 6 मा छौँ, गौडा। यो पछिल्लो समय पर्यटकीय स्थल पनि हुँदै गएको छ। झापाबाट गर्मी छल्नका लागि आउने उत्कृष्ट गन्तव्य पनि हो गौडा। यहाँ प्राकृतिक स्विमिङ पुल रहेको छ, झरनाहरू रहेका छन्। यस क्षेत्रमा चिसो पानीमा पौडी खेल्न, गर्मी छल्नका लागि पनि धेरैभन्दा धेरै आन्तरिक पर्यटकहरूको यहाँ चहलपहल हुने गर्दछ। यो त्यस्तो राम्रो ठाउँ हो यो, जुन हामी यहाँबाट प्रत्यक्ष रूपमा देखिरहेका छौँ। र यस क्षेत्रमा भर्खरै बनिएको झलुङ्गे पुल पनि छ। फ्रेकेक त्यहाँ फ्रेममा भने पर्न सकेन। म तपाईँहरूलाई भन्दै थिएँ यस क्षेत्रमा कोशी प्रदेशकै सबैभन्दा लामो झुलुङ्गे पुल पनि रहेको छ। यो पुल अवलोकन गर्ने पनि एकदमै धेरै व्यापक रूपमा चाहिँ आन्तरिक पर्यटनहरूको खचाखच हुने गरेको छ। यो पनि जानकारी गराउन चाहन्छु। यो ठाउँमा तपाईँहरू आउनु भएको छ भने एकचोटि तपाईँहरू यो ठाउँ पनि भिजिट गर्न सक्नुहुनेछ। एकदमै आनन्दमय राम्रो ठाउँ छ। रोङ गाउँपालिकाको पुछारमा रहेको यस बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 मा यहाँको वातावरण, यहाँको प्राकृतिक सौन्दर्य, यहाँका खोला नाला एकदमै उत्कृष्ट छन्। यहाँ गौडा भनेपछि पछिल्लो समय एकदमै बढी चर्चामा रहेको ठाउँ हो र हामी त्यही ठाउँमा उभिएर आज यस खेल प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। 15 वर्षभन्दा मुनिका खेलाडीहरूको यस खेल खेलिरहेका यी खेलाडीहरू भविष्यका राष्ट्रिय खेलाडीको रूपमा हामी देख्न सक्छौँ। हाम्रो चाहना पनि त्यही छ र यो क्षेत्रको चाहना पनि त्यही छ। त्यही उद्देश्यका साथ सञ्चालन भइरहेको यस ओएफसी नकआउट खुल्ला फुटबल प्रतियोगिता 2082 को पहिलो संस्करण हो र तपाईँहरू यति बेला हामीलाई sportnepal.com को अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ। अवसर हुन सक्छ अभिषेक, त्यो अवसर पनि त गुमाएको छन्। उत्कृष्ट पास खेलेका छन् यहाँ कुटीडाँडाको तर्फबाट। यहाँ चुकेका छन्, यहाँ बल क्रस पास निकाल्नबाट चुकेको छ यति बेला कुटीडाँडा। यद्यपि कर्नर किक प्राप्त गरेको छ लेफ्ट ह्यान्ड साइडबाट, लेफ्ट फ्ल्याङ्कबाट चाहिँ कर्नर किक प्राप्त गरेको छ। यो पाएको कर्नरलाई गोल लगाएमा गोल अन्तर घटाउने एउटा अवसर पनि हुनेछ आयोजक कुटीडाँडाको लागि। कुटीडाँडा अझ पनि अवसर छ। त्यहाँ भने अनुरूपको प्रहार भने गर्न सकेन कुटीडाँडाले। उत्कृष्ट बचाउ डिफेन्स गरेको छ आयोजक ओएफसी। अवसर हुन सक्छ तर चाहिँ कुनै पनि अवसर दिएनन् कप्तान अमानतले। त्यहाँ थ्रो इन प्राप्त गरेको छ कुटीडाँडा। अवसर हुन सक्छ तर फ्रेममा भने पर्न सकेन निहाल भुजेल। उत्कृष्ट प्रहार थियो, उत्कृष्ट प्रयास पनि थियो तर फ्रेममा भने पर्न सकेन। अमानत लेप्चा यो अवसर हुन सक्छ र थ्रो इन प्राप्त गरेको छ। त्यसै गरी आशिष मखिम कुन ठाउँ हो यो? आशिष मखिम कुन ठाउँ हो यो भन्दै हुनुहुन्छ अनिश। यो बुद्ध शान्ति 6 हो। बुद्ध शान्ति गाउँपालिका नम्बर 6 मा रहेको गौडा भन्ने ठाउँ हो। श्री शान्ति आदर्श माध्यमिक विद्यालयको खेल मैदानबाट हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र अवसर हुन सक्छ तर त्यहाँ सम्भवतः गोलरक्षकले बचाउ गर्नेछन्, गरे पनि
आयोजकको तर्फबाट गोलरक्षक युजन गोलरक्षक सुसन शङ्कर रहेका छन्। यहाँ प्रयास हुने गरेका थिए। त्यसगरी सुसन राई अङ्कलहरू हुन्छ त गेममा त भन्दै हुनुहुन्छ यो 15 वर्षभन्दा मुनि उमेर समूहको खेल हो। यो सायद क्यामेरामा त्यस्तो देखिएको हुनसक्छ। 15 वर्षभन्दा मुनिका उमेर समूहको खेलाडीहरूको खेल हो यो। सुसन राई कमेन्टका लागि धन्यवाद। त्यसगरी हामीलाई अनिस मखिम, सुसन लिम्बू, सुसन राई लगायत थुप्रैभन्दा धेरै दर्शकहरूले हामीले हेरिरहनु भएको छ। र त्यहाँ पुडी डाँडाको तर्फबाट खेलाडी घाइते देख्न सक्छौँ। जर्सी नम्बर 7 का खेलाडी अनुज राई त्यहाँ के चोटिल देखिन्छन्। उनको सम्भवतः खुट्टामा चोट लागेको हुनसक्छ, दाहिने खुट्टामा। र फेरि पनि यहाँ घाम लागेको छ। साह्रै आनन्दको वातावरण रहेको छ, मजाको वातावरण रहेको छ। यहाँ घाम लागे पनि हावा चाहिँ निकै चिसो चल्ने गर्दछ, त्यसकारण पनि यो ठाउँलाई म आनन्दको रूपमा लिइरहेको छु। यहाँ जति नै चर्को घाम लागे पनि हावा भने एकदमै चिसो चल्ने रहेछ। पुडी डाँडा यति बेला अग्रता घटाउने होडमा छ। यहाँ दुवै टिमलाई हामी दबावमा देखिरहेका छौँ। यद्यपि थोरै कन्फिडेन्सका साथ आयोजक खेलिरहेको छ। 2-0 को अग्रता जोगाउनु पर्ने बाध्यता। यहाँ गोल नियन्त्रण गर्नबाट चुकेका छन् अमानत लेप्चा। यहाँ केही रॉयल हुइसेल सँगै आजको पहिलो खेल समाप्त भइसकेको छ र यो सँगै आयोजक वाइएफसी अघिल्लो चरणमा प्रवेश गरेको छ। सेमिफाइनलमा प्रवेश गरेको छ 2-0 ले अग्रता र आफ्नो टिमका लागि र आफ्नो टिमलाई जिताउनका लागि कप्तान अमानत लेप्चाको क्रस पासले आत्मघाती गोल गर्दै एक गोल लागेको थियो भने जर्सी नम्बर 4 का विजय लेप्चाले एक गोल गरेका थिए र 2-0 को अग्रतामा समापन भएको छ आजको खेल। आयोजक टिम वाइएफसी अघिल्लो चरणमा प्रवेश गरेको छ भने कुटी डाँडा एफसी दुःखका साथ घर फर्किएको छ। हामी सम्पूर्णलाई यति बेलासम्म हेरेर साथ दिनुभयो सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिँदै हामी दोस्रो खेल लिएर पुनः उपस्थित हुने नै छौँ। तबसम्मका लागि सहकर्मी आयुष निरौलासँगै म यहाँहरूको साथी प्रकाश बानिया बिदा हुन चाहन्छु। नमस्कार, यहाँको दिन शुभ रहोस्। धन्यवाद।